नेपालको पपुलर भ्लगर र टिकटकर सुमिना लिम्बूको बारेमा आज हामी चर्चा गर्नेछौँ। यस भिडियोमा उहाँको एज, युट्युब इन्कम, क्वालिफिकेसन, हबिज, फ्यामिली र उहाँको बोयफ्रेन्डको बारेमा पनि आज हामी चर्चा गर्नेछौँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल SM Vlog 94। म यस्तै खाले भिडियोहरू लाउने गर्छु। यदि हजुरहरू सुमिना लिम्बूको फ्यान हुनुहुन्छ भने यस भिडियोलाई लाइक गरी च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि यस भिडियोमा कुनै गल्ती हुन गएमा हामीलाई उक्त गल्तीहरू कमेन्टमा भनिदिनुहोला। साथै उक्त गल्तीहरूप्रति माफी माग्दै आजको भिडियोलाई स्वीकार गरिदिनुहोला। अब कुरा गरौँ उहाँको पर्सनल बायोग्राफीको बारेमा। उहाँको पपुलर नाम सुमिना लिम्बू हो भने उहाँको रियल नाम पनि सुमिना लिम्बू नै रहेको छ। यसका साथै उहाँको घर फिदिम हो भने हाल धरानमा बस्नुहुन्छ। उहाँको जन्म विक्रमसम्म 2064 सालमा भएको थियो भने हाल 17 इयर्स ओल्डको हुनुहुन्छ र उहाँको हाइट 5.5 इन्च रहेको छ भने उहाँको बडी वेट 50 kg रहेको छ। यसका साथै उहाँको हबिज टिकटक र युट्युब रहेको छ भने उहाँको क्वालिफिकेसन +2 क्लियर रहेको छ। अब कुरा गरौँ उहाँको फ्यामिलीको बारेमा। उहाँको फ्यामिलीमा मम्मी, बाबा, भाइ र बहिनी गरी उहाँसँग जम्मा 5 जना हुनुहुन्छ भने उहाँ पहिलो सन्तान अर्थात् जेठी छोरी हो। अब कुरा गरौँ उहाँको युट्युब च्यानलको बारेमा। उहाँले 28 मे 2023 मा आफ्नो युट्युब च्यानल खोल्नु भएको थियो भने हालसम्म उहाँको च्यानलमा 220 वटा भिडियोहरू रहेको छ। यसका साथै उहाँको च्यानलले 11,11,533 भ्युज गेन गरिसकेको छ भने 62,000 सब्सक्राइबर पनि प्राप्त गरिसकेको छ। अब कुरा गरौँ उहाँको टिकटक एकाउन्टको बारेमा। उहाँको टिकटक एकाउन्टमा 24.9 बिलियन लाइक रहेको छ भने 2,10,200 फलोवर्स रहेको छ। अब कुरा गरौँ उहाँको युट्युब इन्कमको बारेमा। यो इन्कममा रियालिटी छैन। हामी उहाँको एभरेज भ्युजलाई टार्गेट गर्ने हो भने पर मन्थ 1,50,000 देखि 2 लाखसम्म अनुमान गर्न सक्छौँ। साथीहरू, यतिन्जेलसम्म हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्नुहोला। अब कुरा गरौँ उहाँको बोयफ्रेन्डको बारेमा। हामीलाई प्राप्त जानकारी अनुसार उहाँ अहिले सिङ्गल नै हुनुहुन्छ। उहाँको बारेमा नेक्स्ट कुनै अपडेट भएमा हामी तपाईहरूलाई पक्कै जानकारी गर्नेछौँ। साथीहरू, यो थियो सुमिना लिम्बूको बायोग्राफी। बोल्दै जाँदा काहीँ कतै मिस्टेक हुन गएमा हामीलाई क्षमा दिनुहोला। यतिन्जेलसम्म भिडियो हेरेर साथ दिनुहुने हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच भन्दै हजुरहरूले सब्सक्राइब गर्नुभयो होला भन्ने आशाको साथमा म पनि बिदा चाहन्छु। नमस्कार।